चिकित्सा विज्ञानमा रोगको निदान गर्दा नि त्यहाँ एउटा गजबको स्पष्टता हुन्छ क्या। एकदम। जस्तै कल्पना गरौँ न, कसैको हात भाँचियो भने डाक्टरले सिधै एक्सरे गर्छन् नि, होइन र? हो, अनि त्यो कालो फिल्ममा भाँचिएको हड्डीको सेतो धर्को त एकदमै प्रष्ट देखिन्छ। त्यही त, डाक्टरले त्यही औल्याएर ठ्याक्कै भन्न सक्छन् क्या कि समस्या यहाँ छ अनि यसलाई यसरी जोड्नुपर्छ। अब त्यो दृश्यले बिरामीलाई जतिसुकै पीडा भए पनि एउटा अनौठो सान्त्वना दिन्छ नि त। हजुर। किनकि हाम्रो मस्तिष्कले सधैँ स्पष्टता खोजिरहेको हुन्छ। समस्या आँखाले देख्न सकिने र सजिलै समाधानको बाटो पहिल्याउन सकिने भयो भने मानिसलाई अलिक सुरक्षित महसुस हुन्छ। तर अब मुख्य समस्या के हो भने नि, हामीले आफ्नो करियर, व्यक्तिगत सफलता वा व्यावसायिक लक्ष्यको त एक्सरे गर्न सक्दैनौँ। त्यो त सम्भवै भएन। हो नि, जब कोही आफ्नो काममा अड्केको महसुस गर्छ नि, वा भनौँ वर्षौंसम्म एउटै पदमा रुमल्लिरहेको हुन्छ, त्यहाँ समस्या देखाउने कुनै सेतो धड्को त हुँदैन नि। आज हामी ब्रायन ट्रेसी र क्याम्पल फ्रिजरले लेखेको निकै चर्चित पुस्तक टर्बो कोच। हजुर, टर्बो कोच हो, त्यही पुस्तक र यसका सिद्धान्तहरूमाथि गहन विश्लेषण गर्दैछौँ। कर्पोरेट क्षेत्रमा हजारौं डलर तिरेर ठूला कार्यकारीहरूले लिने जुन एक्जिक्युटिभ कोचिङ हुन्छ नि, हो, त्यसमा प्रयोग हुने रणनीतिहरूलाई कसरी एउटा सामान्य मानिसले आफ्नो दैनिक जीवनमा लागू गर्न सक्छ भन्ने कुरा यी स्रोतहरूले एकदमै प्रष्ट पारेका छन्। अब स्रोत सामग्रीको सुरुवात नै एउटा निकै शक्तिशाली रूपकबाट गरिएको छ क्या। त्यो रेल र हवाई जहाजको कुरा हो त नि। व्यक्तिगत रणनीतिक योजना नबनाउने व्यक्ति र योजना बनाएर अघि बढ्ने व्यक्ति बीचको फरक भनेको त्यही रेल र हवाई जहाजको यात्रा जस्तै हो भनेर भनिएको छ। एकदम। रेल पनि गन्तव्यमा त पुग्छ नि, तर यसले डाँडाकाँडा, घुम्ती र बाटोका हरेक अवरोधहरूको सामना गर्दै एकदमै सुस्तरी यात्रा तय गर्छ क्या। तर हवाई जहाज, यसले त सिधै उडान भर्छ अनि ती सबै अवरोधहरूको माथिबाट बिना कुनै रोकावट तीव्र गतिमा गन्तव्य चुम्छ। यो रूपकले नि व्यावसायिक र व्यक्तिगत रणनीतिको एउटा ठूलो खाडललाई सङ्केत गर्छ क्या। कसरी? अब हेर्नुहोस्, कुनै पनि ठूलो कम्पनीले आफ्नो सफलता कसरी नाप्छ? रिटर्न अन इक्विटीबाट नि, होइन र? पुँजीमाथिको प्रतिफलबाट हो। उनीहरू लगानी गरेको पुँजीले कति नाफा दियो त्यो नै उनीहरूको सफलता हो। तर एक व्यक्तिको रूपमा हाम्रो ब्यालेन्स सिटमा त पैसा मात्र हुँदैन नि। अनि अरू के हुन्छ त? हाम्रो सबैभन्दा ठूलो पुँजी भनेको रिटर्न अन एनर्जी हो क्या, अर्थात् हाम्रो ऊर्जामाथिको प्रतिफल। हाम्रो शारीरिक, भावनात्मक र मानसिक ऊर्जा नै हाम्रो वास्तविक लगानी हो। ओहो, यहाँनिर अलिकति रोकियौँ है। मलाई यो कुरा अलिक गहिरिएर बुझ्न मन लाग्यो। भन्नुस् न। कम्पनीको पुँजी त सजिलै नाप्न सकिन्छ नि, ब्यालेन्स सिट हेर्यो, नाफा नोक्सानको हिसाब निस्कियो। तर मानिसको यो भावनात्मक र मानसिक ऊर्जालाई चाहिँ कसरी नाप्ने नि? दिनभरि काम गरेर थाक्नुलाई मात्र ऊर्जा खर्च भएको मान्ने कि यसको अरू नै कुनै गणित छ? यसलाई बुझ्न हामीले हाम्रो नतिजा र हाम्रो सन्तुष्टिको सन्तुलन हेर्नुपर्छ। नतिजा र सन्तुष्टि। यदि दिनको 10 घण्टा काम गरेर पनि भित्रबाट एकदमै रित्तो वा असन्तुष्ट महसुस हुन्छ र व्यावसायिक रूपमा पनि खासै प्रगति भएको छैन भने नि, हजुर, त्यसको सिधा अर्थ हो त्यहाँ रिटर्न अन एनर्जी अत्यन्तै न्यून छ। हाम्रो ऊर्जा गलत ठाउँमा चुइरहेको छ। मतलब मेहनत खेर गइरहेको छ। हो नि। व्यवस्थापन विज्ञ ग्यारी ह्यामलले नि यसै सन्दर्भमा कोर कम्पिटेन्सिज अर्थात् मुख्य दक्षताहरूको कुरा ल्याएका छन्। हामीले आजको दिनमा उभिएर आफैलाई सोध्नुपर्छ क्या, अबको 3 देखि 5 वर्षमा आफ्नो क्षेत्रको शीर्ष स्थानमा पुग्न मलाई कुन एउटा यस्तो सिप चाहिन्छ हजुर, जसले मेरो ऊर्जाको उच्चतम प्रतिफल दिन्छ? सबै कुरामा ऊर्जा छर्ने होइन क्या। यो कुराले त मलाई स्रोतमा उल्लेख गरिएको त्यो असाध्यै लजालु स्वभावकी महिलाको उदाहरण याद दिलायो। त्यो भाइस प्रेसिडेन्ट बन्न चाहने महिलाको कथा हो त नि। उनको लक्ष्य कम्पनीको भाइस प्रेसिडेन्ट बन्ने थियो, होइन? उनको प्राविधिक ज्ञान त एकदम उत्कृष्ट थियो क्या, तर उनको लजालु स्वभाव र बोल्न डराउने बानी नै उनको मुख्य बाधक बनिरहेको थियो। धेरैलाई यस्तै हुन्छ नि। अनि जब उनले आफ्नो यो कमीलाई पहिचान गरिन् नि, उनले टोस्ट मास्टर्समा भर्ना भएर आफ्नो वक्तृत्व कला विकास गरिन्। हजुर। उनी एक उत्कृष्ट वक्ता बनिन् र अन्ततः आफ्नो लक्ष्य पूरा गरिन्। उनले दिनभरि गधाले जस्तै अरू काम गरेर ऊर्जा खर्चिनन् क्या, बरु त्यो एउटा सिपमा ऊर्जा लगानी गरिन् जसले उनलाई हवाईजहाज जस्तै माथि उठायो। यो एउटा एकदमै उत्कृष्ट उदाहरण हो क्या।
जहाँ मनोविज्ञानको एउटा नियम लागू हुन्छ, कुन नियम? ल अफ करेस्पोन्डेन्स, अर्थात् भित्री र बाहिरी संसारको सन्तुलनको नियम। यो नियमले के भन्छ भने नि, हाम्रो बाहिरी दुनियाँ भनेको हाम्रो भित्री दुनियाँको प्रतिबिम्ब मात्र हो। ओहो। यदि बाहिर हाम्रो करियर अस्तव्यस्त छ वा अड्किएको छ भने नि, त्यसको जरो हाम्रो भित्री बानी, डर वा सिपको कमीमा लुकेको हुन्छ क्या। ती महिलाले बाहिरी पद खोज्नु अघि आफ्नो भित्री डरलाई जितिन् नि त। तर यो कुरा नि जति सुन्दा राम्रो लाग्छ क्या, व्यवहारमा त्यति नै जटिल पनि हुन सक्छ जस्तो लाग्छ मलाई त। कसरी नि? जस्तै मानौ कसैले आफ्नो भित्री योजना एकदमै राम्रो बनायो रे, आफ्नो ऊर्जा कहाँ लगानी गर्ने भनेर पनि प्रष्ट भयो रे। तर यदि उसले बाहिरी दुनियाँ अर्थात् आफू कुन बजारमा छु र मेरो प्रतिस्पर्धा कोसँग छ भन्ने कुरा नै गलत बुझ्यो भने त त्यो भित्री तयारीको कुनै अर्थ रहँदैन नि, होइन र? हो नि, एकदमै सही पोइन्ट उठाउनु भयो। रणनीति फेल खाने सबैभन्दा ठूलो खाडल नै यहीँनिर हुन्छ। धेरैजसो मानिस वा कम्पनीहरूले नि आफू कुन व्यवसायमा छु भन्ने कुरा अत्यन्तै साँगुरो घेरामा राखेर हेर्छन्। आफू कुन व्यवसायमा छु भनेर एकदम फराकिलो सोच राख्न सक्नु नै बजारलाई जित्ने पहिलो शर्त हो क्या। जस्तै त्यो शताब्दीको सुरुका रेलमार्ग कम्पनीहरूको कथा जस्तै, होइन त? ठ्याक्कै त्यही। उनीहरूले आफूलाई केवल रेल चलाउने व्यवसायमा छु भन्ने सोचे। जब बजारमा ट्रक र हवाईजहाज आए नि, उनीहरूले वास्तै गरेनन् क्या। हजुर। उनीहरूलाई लाग्यो हामी त फलामको लिकमा हिँड्ने रेल हौं, हावामा उड्ने जहाजसँग हाम्रो के दुश्मनी। तर वास्तविकतामा त उनीहरू सामान र मानिस ओसार पसार गर्ने यातायात व्यवसायमा थिए नि त। हो त नि। यदि उनीहरूले आफ्नो व्यवसायको परिभाषा अलि फराकिलो बनाएको भए सायद सुरुवाती हवाईजहाज कम्पनीहरू तिनै रेल मालिकहरूकै हुन्थे कि? एकदम। र यो गल्ती नि 100 वर्ष अघि मात्र भएको होइन के, इन्टरनेट बुमको बेला पनि ठ्याक्कै यही भयो। ए, कसरी? धेरै कम्पनीहरूले आफूलाई निशुल्क जानकारी दिने र वेबसाइटमा धेरै मानिस ल्याउने व्यवसाय सम्झे। उनीहरूले इन्टरनेट पनि एउटा व्यापारिक माध्यम हो जहाँ मानिसको ध्यानलाई पुञ्जीकृत गर्नुपर्छ भन्ने कुरा नै बुझेनन्। अनि नतिजा स्वरूप धेरैजसो कम्पनीहरू त रातारात डुबे नि। ओहो। त्यसैले आफ्नो वास्तविक प्रतिस्पर्धा को हो भनेर चिन्नु अत्यन्त जरुरी छ के, किनकि प्रतिस्पर्धीले नै हाम्रो उत्पादनको मूल्य वा भनौँ हाम्रो तलब निर्धारण गरिरहेको हुन्छ क्या। यो कुरालाई नै त्यो क्रुज उद्योगको उदाहरणले झनै छर्लङ्ग पार्छ जस्तो लाग्छ मलाई। त्यो उदाहरण पनि गजबको छ। सामान्य रूपमा हेर्दा त एउटा क्रुज पानी जहाजको प्रतिस्पर्धी अर्को क्रुज कम्पनी हो जस्तो लाग्छ नि त। हजुर। तर गहिरिएर हेर्दा मानिससँग बिदा मनाउनका लागि एउटा निश्चित बजेट हुन्छ क्या। त्यो बजेट उसले समुद्रमा क्रुजमा खर्च गर्ने कि जमिनमा रहेको डिज्नील्यान्ड जस्तो गन्तव्यमा खर्च गर्ने हो नि। त्यसैले क्रुजको खास प्रतिस्पर्धा अर्को पानी जहाजसँग मात्र नभएर जमिनमा आधारित सम्पूर्ण मनोरञ्जनका गन्तव्यहरूसँग पनि हुँदो रहेछ। यसको मतलब हामीले सतहमा देख्ने प्रतिस्पर्धी मात्र साँचो प्रतिस्पर्धी होइनन् क्या। र प्रतिस्पर्धाको यो गहिराई बुझेपछि मात्र युनिक सेलिङ प्रपोजिसन अर्थात् युएसपी को अवधारणाले काम गर्न थाल्छ नि। युएसपी। युएसपी भनेको त्यस्तो विशेष क्षमता वा सिप हो क्या जुन हामीले प्रतिस्पर्धी भन्दा कम्तीमा 90% राम्रो गर्न सक्छौं। हजुर। जबसम्म बजारको फराकिलो चित्र र वास्तविक प्रतिस्पर्धी पहिचान हुँदैन नि, तबसम्म बनाइएको युएसपी भनेको त हावामा तिराने जस्तै हो। तर अब यहाँनिर एउटा रमाइलो मोड आउँछ है। हामीले बजार चिनेर युएसपी त बनायौं रे। तर यदि हामीले गलत ग्राहकलाई त्यो युएसपी बेचिरहेका छौं भने के हुन्छ? स्रोतले त ग्राहकलाई उच्च मूल्यवान र न्यून मूल्यवान गरेर वर्गीकरण नै गरेको छ नि। हो नि, यो कुरा एकदमै महत्त्वपूर्ण छ। यहाँनिर एउटा सफल उद्यमीको प्रसङ्ग छ क्या, जसले आफ्नो 80% आम्दानी ल्याउने 20% ग्राहकलाई मात्र आफूसँग राखे अनि बाँकी 80% ग्राहक जसले जम्मा 20% आम्दानी दिन्थे उनीहरूलाई त अर्कै कम्पनीमा पठाइदिए क्या। सिधा भाषामा भन्दा उनीहरूलाई फायरै गरे। मलाई त यहाँनिर अलिकति असहज महसुस भइरहेको छ। ए हो र? के कुराले असहज बनायो नि? अब व्यवसाय भनेको त सकेसम्म धेरै ग्राहक जोड्ने कुरा होइन र? थोरै भए पनि आम्दानी दिइरहेका ग्राहकलाई आफैले निकाल्नु सुन्दा त अत्यन्तै अहङ्कारी वा जोखिमपूर्ण निर्णय जस्तो लाग्छ मलाई त। सुरुवातको चरणमा त झन् जति पैसा आए पनि त्यो राम्रो होइन र? किन आफ्नै खुट्टामा बन्छोरो हान्ने? अब यो प्रश्न नि धेरैको मनमा उठ्छ क्या। तर यसको पछाडिको विज्ञानलाई बुझ्न
हामीले अघि कुरा गरेको त्यही रिटर्न अन एनर्जीमै फर्किनुपर्छ। ए ऊर्जाको प्रतिफल? ती 80% न्यून मूल्यवान ग्राहकले थोरै पैसा त दिन्छन् नि, तर उनीहरूले सबैभन्दा धेरै गुनासो पनि गर्छन् क्या। सबैभन्दा धेरै समय माग्छन् र सबैभन्दा धेरै मानसिक ऊर्जा खर्च गराउँछन्। जब कुनै उद्यमीले ती 80% ग्राहकलाई विदा गर्छ नि, हजुर, उसँग अचानक आफ्नो उच्च मूल्यवान ग्राहकलाई दिनका लागि प्रशस्त समय र ऊर्जा बच्छ क्या। ती उद्यमीले ठ्याक्कै त्यही गरे। आफ्नो बचेको ऊर्जा ती 20% राम्रा ग्राहकमा लगाए। अनि नतिजा? अचम्मको कुरा त के भने उनले 1 वर्षमै आफ्नो आम्दानी ठ्याक्कै दोबर बनाए नि। ओहो, भनेपछि त यो पैसा फालेको होइन रहेछ नि त। बरु आफ्नो मानसिक ब्यान्डविथ वा ऊर्जा पो किनेको रहेछ। ती सानातिना टाउको दुखाइहरूबाट मुक्त भएपछि मात्र ठूलो रणनीतिमा काम गर्न सकिने रहेछ क्या। हो नि। र यसले हामीलाई बाधाहरू वा कन्स्ट्रेन्ट्सको सिद्धान्ततर्फ पनि डोर्याउँछ। कुनै पनि लक्ष्य प्राप्त गर्ने गति एउटा बाधाले निर्धारण गर्छ क्या, जसलाई अङ्ग्रेजीमा बोटलनेक भनिन्छ। हामीलाई सधैँ के लाग्छ भने हाम्रो प्रगतिको बाधक त बाहिरी कुराहरू हुन्, जस्तै अर्थतन्त्र हो, सरकार हो, बजार हो वा हाम्रा सहकर्मी हुन्। हामी सधैँ अरूलाई नै दोष दिन्छौँ नि। हो, तर अनुसन्धानले के देखाउँछ भने नि 80% बाधाहरू त हाम्रै भित्र हुन्छन् क्या। हाम्रो आफ्नो बानी, हाम्रो डर वा कुनै विशेष सिपको कमी। जम्मा 20% मात्र बाहिरी कारण हुँदो रहेछ। यो तथ्याङ्क त ऐना अगाडि उभिएर आफैलाई प्रश्न गरे जस्तो भयो नि त। आफ्नै कमजोरी स्वीकार गर्न त निकै गाह्रो हुन्छ मान्छेलाई। एकदम। तर यसको एउटा उज्यालो पक्ष पनि त छ नि। के कुरा नि? यदि 80% बाधाहरू मेरै भित्र छन् भने त तिनलाई सुधार्ने सम्पूर्ण नियन्त्रण पनि मेरै हातमा छ नि। मैले बजार वा अर्थतन्त्र सुध्रिएला भनेर त पर्खिरहनु परेन नि त। ओहो, ठ्याक्कै यही नियन्त्रणको शक्तिले नै मानिसलाई पतनबाट जोगाउँछ क्या। र यो पतनको प्रक्रियालाई बुझ्न स्रोत सामग्रीले सिग्मोइड कर्वको अवधारणालाई निकै सुन्दर ढङ्गले प्रस्तुत गरेको छ। त्यो अङ्ग्रेजी अक्षर एस आकारको वक्ररेखा? त्यही अङ्ग्रेजी अक्षर एसलाई अलिकति अगाडितिर ढल्काएर हेरौँ न। हजुर। यसको सबैभन्दा तल्लो भाग सिकाइको चरण हो, जहाँ निकै सङ्घर्ष हुन्छ। त्यसपछि आउने ठाडो उकालो भनेको वृद्धिको चरण हो क्या, जहाँ नतिजाहरू तीव्र रूपमा आउन थाल्छन्। तर त्यसपछि आउँछ यसको सबैभन्दा माथिल्लो घुमाउरो भाग, जहाँ पुगेपछि वृद्धि रोकिन्छ र पतन सुरु हुन्छ। यसको मतलब त्यो माथिल्लो चुचुरु नि, जहाँ पुग्दा मानिसलाई आफू सफल भएको, धेरै पैसा कमाएको वा सुरक्षित भएको महसुस हुन्छ, त्यो नै सबैभन्दा खतरनाक बिन्दु रहेछ नि त। हो त नि। किनभने गणितीय रूपमा हेर्दा त्यसपछि ओह्रालो लाग्नुको त विकल्पै छैन। त्यसो भए त्यो पतनबाट बच्ने उपाय चाहिँ के छ त? उपाय एउटै छ। त्यो तेस्रो चरण अर्थात् पतन सुरु हुनु अघि नै आफूलाई पूर्ण रूपमा परिवर्तन वा रिइन्भेन्ट गर्ने र फेरि नयाँ एस वक्रको पहिलो चरणबाट नयाँ सिकाइ सुरु गर्ने। तर यो गर्न निकै गाह्रो हुन्छ मान्छेलाई। किनभने मानिसलाई त पुरानो सफलताको बानी परिसकेको हुन्छ क्या। यहाँनिर मानिसलाई डुबेको लागतको भ्रम अर्थात् सङ्कस्ट फ्यालेसीले सताउँछ। मैले यो काम वा सम्बन्धमा यति धेरै समय र पैसा लगानी गरिसकेँ, अब यसलाई कसरी छोड्नु भन्ने लाग्छ नि त। अनि यही पुरानो बानी र भ्रमलाई तोड्नका लागि स्रोत सामग्रीले शून्य आधारित सोच, जिरो बेस थिङ्किङ हो, जिरो बेस थिङ्किङको अस्त्र दिएको छ। यो सोचले एउटा यस्तो कठोर र निर्मम प्रश्न सोध्न लगाउँछ क्या। कस्तो प्रश्न नि? आजको दिनमा मलाई जे थाहा छ त्यो कुरा पहिले नै थाहा भएको भए के म यो सम्बन्ध, यो लगानी वा यो काम फेरि सुरु गर्थ्यो होला त? साँच्चै यो त एकदमै शक्तिशाली प्रश्न हो नि। एकदम। यदि त्यो प्रश्नको उत्तर होइन भनेर आउँछ भने नि, त्यसको सिधा अर्थ हो तपाईँ एस कर्वको ओह्रालोमा हुनुहुन्छ अनि त्यसलाई आजै छोड्नुपर्छ वा पूर्ण रूपमा परिवर्तन गर्नुपर्छ क्या। शून्य आधारित सोचले भावुकतालाई हटाएर यथार्थको धरातलमा टेक्न साहस दिन्छ नि त। अब हामीले हाम्रो मानसिक अवरोध त हटायौं, शून्य आधारित सोच पनि अपनायौं रे। तर विचार र रणनीति जतिसुकै राम्रो भए पनि नि, दैनिक जीवनमा त्यसलाई कार्यान्वयन गर्न त हामीलाई उच्चतम उत्पादकत्व चाहिन्छ होला नि, नत्र यी सबै कुरा त कागजमै सीमित हुन्छन्। हो त नि। उत्पादकत्व बढाउने सन्दर्भमा स्रोतले धेरै उपायहरू त दिएको छ, तर मलाई सबैभन्दा चाखलाग्दो लागेको कुरा भनेको अनावश्यक चरणहरू हटाउने प्रक्रिया हो क्या। हो, एकदम।